अनि अरू आजको हाम्रो जन्मदिनमा यहाँ पार्टी हुँदैछ र यहाँ हाम्रो हन्ते सरलाई चाहिँ यहाँ कुकरमा टक्क लाएर यता देखाउनुहोस् न एकचोटि यसमा केही कुरा भन्नु न आज मेरो जन्मदिनमा खुसियाली तपाईँलाई तपाईँ बिचमा नबोल्नु यति मात्र हो मासु हेर्न सक्नुहुन्छ अमन दाइले कस्तो मिठो चाहिँ बनाउनुहुन्छ मुखैमा पानी आउँछ लभली दाल छ दाल पनि हाम्रो एम गोर्खामा चाहिँ फेरि यस्तो यस्तो मात्र सामानहरू पाइन्छ खै यता फेरि सर म सोसल मिडियाबाट टाढा जाँदैछु आजकल यति मात्र बाँकी छ एक कुकरमा देखाउनुहोस् एक कुकर भातमा यति माथि बाँकी छ एक त यता गइसकेको छ 3-4 जना पुग्ने अब एकजनालाई हालिदिएको छ मैले खाना कसैमा आधी हालिदिन्छु मैले हो भिडियोमा त भन्नु पर्यो नि क्यामेरा अफ गर्नु न क्यामेरा ल एकचोटि यता फर्केरमा वेलकम टु हन्ते ब्लग भन न यता हजुर अनि अरू के भन्नु र खै केही नभन्नु मलाई अमन दाइले हालिदिनु भएको स्पेसल मेरो लागि लभली छ नि मान्छे अनुसारको त चाहिँ खान्छ नि खोइ थोरै भात पल्टाउ त भयो क्या नखि तलैसम्मको एकताल हात गाड न धेरै हल्ला भयो हात गाड न तातो छ क्या तलैसम्म हेर्न सक्नुहुन्छ आमामा उम्ला गाडेर देखाइदिनु भएको सरले यता हेर्नुहोस् न हजुर होइन नि यसमा त नि हाम्रो यति हुन्छ भने उहाँ सरहरूको यति हुन्छ अब यो यति पनि उतै जानु सिनै कोही किस्ने पाल्नु यत्रोमा त कसैको लास गाडिन्छ ल एउटा एक्चुअली भन्नु न वेलकम ब्याक हन्ते ब्लग भन्नु न हन्ते.com भनेर हाल्नु न स्माइल हेर्नु न 800 हान्छु भनेर यत्रो खाइदिने ओए मासु आयो हजुरहरूले बुझ्नु भएको अन्त्य यो चाहिँ पुरै तलदेखि माथिसम्मको भात हो उता उसलाई पनि पुग्यो एक बाइट हानेर देखाउनु मेजरीको भाग खिचौँ भने यता ओए लभली हान्दै सरले फेरि बोनस यता मासु मात्र यति छ होइन दाल चाहिँ खोइ सरलाई नि भयो प्लिज ए केटाहरु कस्तो अखेर चलि बसेको यार तपाईको भात त फेरि उता हो नि फेरि हिँड्दै यसमा दाल सक्नु भाइ कति दुईटा ल्याउ त यो दाइ ओ त्यो यता म त यतै भिडियो बनाएर बसिरहेको जस्तो लाग्यो कि भाइ ओए लभली बाहिर हान्दो रहेछ नि सरले फेरि खोइ हाम्रो अनि उता सबलाई पुग्यो होइन हजुर कोही बाँकी छ ल अब मेजरीलाई भाइ ल त्यही हाम्रो मेजर सरलाई रुके अमन दाइले पस्किँदै हुनुहुन्छ ओए लभली है ओए अर्को फेरि हन्तेको लागि हन्तेको भाइ जन्ते जयन्ते मेजरी वेलकम टु मेजरी हाई भनिदियो त हाई ल ए रिलोड हुँदैछ ओइ एकजना बाँकी छ हाल्नु त हाल्नु त्यो त्यही भएर बाहिर नबस भनेको के रिलोड हुँदैछ ओए भात त बस्ने भयो सबबाट निकाल्नु ओए यताबाट भात चोर खायो भने रिसाइदिनु भएको हेर्नु मासु हेर्नु ल मेजरीको लागि यति ल ओए मेजरी ल मेजरी फेरि अर्को फेरि यता फेरि सेकेन्ड हन्तेको भाइ जन्ते राक्षसहरू ओए लभली यार आमा यो कराईमा चाहिँ 10 किलो मासु पाक्छ तर 5 किलो चाहिँ भातै छ खोइ एकचोटि यता पनि वेलकम भन्नु जान ओ गीत पनि मेरी खाना दाल छैन दाइ दाल छ नि ओए लभली भाइ यार दाइ मासु त लभली है
एक दुईजनालाई एक पिस हाल्नु ल कम भयो पछि पछि सुन्नु छैन अर्को पनि चाहियो आम्मामा होइन हौ के भन्नु यार हामी त अब हाम्रो भात हेर्न सक्नुहुन्छ उहाँको हेर्न सक्नुहुन्छ दाल दाल उता जयन्तेलाई हालिदिनु न दाजु जयन्तेले दाल पाएन अरे बुद्धिले पनि फेरि एक हानिसक्यो यता बुद्धि पनि हाम्रो डन हो नि फेरि बुद्धि डन दाल भात खाना त्यो तपाईँलाई त अझै हाल्नुपर्छ होला है भात 19-20 का फरक थियो फेरि एकचोटि भन्नु मेरो तपाईँकोमा 19-20 का फरक थियो ओइ दाइ यहाँ हेर्नु न यहाँ लभली छ है कम्पिटिसन एक ठाउँमा बसेर खानु न तपाईँ पछाडि जानु तपाईँ पछाडि बस्नु न होइन दुईजनाको एउटा टक्क बनाऊँ न कस्तो लभली बाइट हुन्थ्यो क्या कसम भने क्या अलिक मासु चोर्छ है या हजुर सर हस् दाइ मेरो त खाएको हो 19-20 का फरक है 19-20 का हाम्रो नेता श्री सर वेलकम ब्याक टु माई ब्लग एन्ड इट्स मी आइस राइट अनि आज चाहिँ जबडाको बर्थडे सो जबडाको सेलिब्रेसनमा चाहिँ यो बाँडिरहेको छ र यहाँ केटाहरूको भाग हेर्न सकिन्छ ऊ चाहिँ हाम्रो जैन्ते अनि यहाँ चाहिँ अब वान एन्ड ओन्ली हन्ते हिरोमा हिरो सो हाम्रो चाहिँ अब यहाँ खाइँदैछ एकछिनपछि अब नेक्स्ट पार्ट चाहिँ एकछिनपछि आउँछ अब हुँदै एकचोटि यता हेर्दैन ठिक छ यति मात्र बाँकी होइन अब 4-5 घाँस होइन जन्ते ए जयन्ते यता न यति मात्र बाँकी अब खोइ हात हाड न एकचोटि 3 घाँस मात्र बाँकी रहेछ भाडा मान्छेर खाइसक्यो मैले नि कति मारिसकेर किचनमा रहिसक्यो